सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ प्रज्वल पारेकी अफिसियल युट्युब च्यानल हेरेर बसिराख्नु भएका सबै साथीहरूलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। साथीहरू, आज नयाँ भिडियोको लागि म नयाँ ठाउँमा जाँदैछु है। भिडियो निकै रमाइलो बनेको छ, अन्तिमसम्म भिडियो हेर्नु होला। भिडियो मन परेछ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। इन्जोय द भिडियो। ल अब आज हाम्रो यात्रा खतरगाउँपल्ली वडा नम्बर 2 मैडा बजारदेखि हामी मिराकल होमस्टे हामी 1 नम्बर मोसाने जाँदैछौँ। हाम्रो चाहिँ मिराकलको प्रोपाइटर हाम्रो आदरणीय दाजु मेरबहादुर बुढा र म अब हामी त्यहाँ जाँदैछौँ। बाटोमा अब कस्तो छ यात्रा है, त्यहाँसम्म साथीहरूलाई यो जानकारीको लागि हामी यो भिडियो बनाउँदैछौँ। ल हेर्दै जाउँ है त। अब हाम्रो यात्रा यहाँ चाहिँ जामा बजारबाट सुरु भइसकेको छ। हामी यो चाहिँ हाम्रो जनतार माध्यम विद्यालय धान काट्ने कार्यक्रम हुँदैछ यहाँ कामदेउलामा। बाटोको अवस्था यस्तो छ साथीहरू है। अब यो सबै यो बर्खाको यो पानीको कति ठाउँमा यस्तो बाटोमा घाँस सुकाउने काम भइरहेको रहेछ। सबैभन्दा हामीलाई यहाँभन्दा माथि जान अप्ठ्यारो गर्ने एकदम अवरोध भनेको यो बाटो हो। जहिले कहिले पनि यहाँ चाहिँ यो पहिरो गइराख्ने, जति बनाए पनि यो चाहिँ तरिका नबनाने। अर्को हाम्रो वडा नम्बर 2 को अलिकति आकर्षित ठाउँ भनेको यो चाहिँ हिलटप। यो चाहिँ राम्रो यसो गफा गर्न बस्नेदेखि लिएर सबै राम्रो लाग्ने चाहिँ हिलटप। हाम्रो धान सुन्ने कार्यक्रम पनि हुँदै रहेछ, गरिरहेछ। अब हामी यहाँ चाहिँ चिप्ले बजार आइपुग्यौँ। यो वडा नम्बर 2 मै रहेको चिप्ले बजार हो। यो चाहिँ अब धेरै गाउँहरूको एउटा के भन्छ मिलन बिन्दु जस्तै चिप्ले बजार हो। चिप्ले बजार हामी आइपुग्यौँ। अब चिप्ले बजार हुँदै हामी अगाडितिर बढ्छौँ। हजुर, के छ यो हाम्रो स्थानीय सरकारले गरेको यो बाटो जुन बर्खाको अवरोध, यसमा के छ स्थानीय सरकारले गरेको कतिको यो चाहिँ हजुरलाई यो चाहिँ विश्वसनीय अथवा यो चाहिँ हुनुपर्ने टाइममा भयो जस्तो लाग्छ लाग्दैन? यो यस्तो के हो भने भाइ, स्थानीय सरकारले गर्न खोजेको नभएको होइन, गरेकै हो। तर के हो भने हामी सबैभन्दा पहिला त भौगोलिक हिसाबले नै अघिएको मान्छे हौँ। उसले नै हामीले ठोकेको हो। अब स्थानीय सरकारले आफ्नो गर्ने ठाउँ सेवा सुविधा पनि दिएकै छ। आज काट्यो, भोलि बर्खाको सिजनमा फेरि पहिरो आइहाल्छ। एकदम यो के भन्छ बस्ने माटो भएको हुनाले गाह्रो छ भाइ। हजुर पनि आफै पनि अब पूर्व बुढाध्यक्ष भइरहँदा यो ठाउँको विकासको लागि नेतृत्वमा लागिराख्नु भएको छ। धेरै अब यो बाटो बनाउन पनि ठुलो यहाँको हात रहेको छ। यता के छ भने
अब स्थानीय सरकार हिजो 74 सालमा जब हामी निर्वाचित हुँदा हजुर हामीले पहिलो अवस्था नै यो मैले ओपन गरेको ट्याग हो। हजुर अनि त्यसपछि यहाँ थुप्रै लगानी भएको छ। अनि त्यो लगानी अनुसार जस्तै तराईको सुविधा सम्पूर्ण ठाउँको चिज हुने जति बजेट चाहिँ हाम्रो यहाँ खालि यो ट्याग खुल्ने काममा लगानी भइसक्यो। हजुर अनि त्यसो हुँदा अब राज्यले पनि हामीलाई के गरिदिनु पऱ्यो भने अहिले जुम्ला सडक डिभिजनले ठेक्का गरिरहेको छ त्यो ठेक्कालाई जतिसक्दो सुचारू चाँडो गर्न अनुमति गरिदिनु पऱ्यो। अर्को कुरा हामी भारत राष्ट्रिय निकुञ्जभित्र पर्ने भएको हुनाले हाम्रो हो यहाँ सहजमा काम गर्ने वातावरण बन्दैन। यहाँ विभिन्न किसिमका कानुनी बाधा अडचनहरू भइरहने हुनाले त्यो कानुनी बाधा अडचन टुकुवा गर्नको लागि राज्यको नजर त्यहाँतिर जानु पर्यो। यहाँ लगानी लाउने कुरा भन्दा पनि कानुनी बाधा अडचन चाहिँ टुकुवा गर्दा राम्रै हुन्छ। त्यसको लागि हामी हिजो आफै निर्वाचित वडा अध्यक्ष हुँदा पनि म थुप्रै लागेँ, थुप्रै पहल कदमी गर्न खोजियो तर विकास दिन सकिएन। अहिलेको पालिकाको सरकारले आफ्नो गर्ने पहल कदमी त्यो निकासको लागि गरेको छ भन्ने सुन्न आएको छ तर त्यो निकास भएको छैन। हामीलाई यहाँ अब रारा राष्ट्रिय निकुञ्जले ढुङ्गा गिटी बालु समेत उत्खननका कामहरू गर्न हामीलाई बाटो असजिलो भएको छ। त्यो भएर पहिला कुरा यो हामीलाई चाहिँ कानुनी प्रावधान चाहिँ ठुकुवा गर्ने चाहिँ बाटोमा चाहिँ स्थानीय सरकार, नेपाल सरकार, सबै प्रदेश सरकार सबैले यो चाहिँ गरिदिनु पर्यो भन्ने हाम्रो पहिलो माग छ के भाइ। दर्शकहरू हो आफै पनि पहिलो स्थानीय चुनाव 74 सालको पहिलो वडा अध्यक्षको रूपमा रहँदै गर्दा पनि यो ट्र्याक ओपनमा उहाँको चाहिँ ठुलो हात रहेको छ। हिजो आजको अवरोध बाटो पनि उहाँले फेरि जेसिबीदेखि लिएर पालिकामा पहल गरेर यो बाटो यतिसम्मको आवाज जावत गर्ने किसिमको वातावरण गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। हामी ओहोरदोहोर गर्ने मान्छेलाई आज भनौँ भने रारा पर्यटकीय क्षेत्र भएको कारणले रारा जाने पर्यटकहरूको लागि आवत जावत गर्न एउटा जहाँसम्म मोटर बाटोको एक्सेस छ त्यहाँसम्म आउन जान सहज गर्नु किसिमको बाटोमा सिर्जना गर्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। र अब स्थानीय सरकारले जे जति पहल गरिरहेको छ अझ भनौँ भने रारा राष्ट्रिय निकुञ्जभित्र धेरै कुराहरू कानुनी प्रक्रिया पुर्याउनु पर्ने भएको कारणले अब स्थानीय सरकारदेखि लिएर सम्बन्धित निकायहरू सबै जुटिएर यो बाटोलाई अझ व्यवस्थित बाटोको रूपमा रारा हामी सरल यसरी मोटर बाटोमै रारा जाने किसिमको वातावरण भयो भने हामी खत्याडी र समग्र रारा आउने पर्यटकहरूका लागि एउटा नमुना काम हुनेछ भन्ने हामी सबैलाई पूर्ण विश्वास छ। बाटो यस्तो छ साथीहरू, अब यस्तो छ यति पनि हिजो बनाएको रहेछ, नत्र यहाँबाट आवाज जावत गर्नै गाह्रो थियो। केही वर्ष पुऱ्यौँ भने हामी सरल यसरी पिच बाटो भएर रारा आवाज जावत गर्न सक्यौँ भने खत्याडको विकास यो फड्को मारेको हामी त्यति बेला आभास गर्नेछौँ। हामी यात्रा गर्दै जाँदा यहाँनिर पनि एकदमै जोखिम बाटो हो। जहिले कहिले माथितिरबाट ढुङ्गा झरिरहेको हुन्छ। अलिकति यहाँनिर पनि व्यवस्थित छैन, यो पनि व्यवस्थित हुन जरुरी छ किनकि ढुङ्गाहरू झरिरहेको हुन्छ, माथितिर खसिरहेको हुन्छ। यहाँ पनि व्यवस्थित हुन जरुरी छ जस्तो लाग्छ। अब हामी चाहिँ यो कर्मासीको गट्ट अथवा कर्मासीको गाउँमाथि छ, यहाँ तलतिर कर्मासीका रोडहरूमा केही घरहरू छन्, हामी त्यहाँ आइपुग्छौँ। यहाँ पनि राम्रो ठाउँ छ। यहाँनिर बाटो त सुरक्षित नै छ क्या यहाँबाट केही अगाडिबाट केही समय अगाडि चाहिँ मसाने आइहाल्छ। लगभग हामी मसाने आइपुगिसकेका छौँ। हामी चाहिँ यहाँ मसाने आइपुगिसकेका छौँ। यो देख्न सक्नुहुन्छ मसाने हो र यो फाइनलले चाहिँ मिराकल होमस्टे चाहिँ यो हो। ल हेर्नुहोस्, हामी अब करिबन 15-20 मिनटको यात्रा पछाडि हामी अब मिराकल होमस्टेमा आइपुगिसकेका छौँ। मिराकल होमस्टेको अगाडि फुलहरू यस्तो छ। मिराकल होमस्टे
ल हामी मिराकल होमस्टे खताड गाउँपालिका वडा नम्बर 1 मसाने आइपुगिसकेका छौँ। अब हाम्रो मिराकलको हाम्रो सञ्चालक आदरणीय दाजु चाहिँ उहाँ चाहिँ हुनुहुन्छ। दाजु के छ मिराकलको पछिल्लो तपाईँको व्यापार व्यवसाय अनि आउने ग्राहकहरूको कस्तो छ, के छ यसको बारेमा जानकारी पाऊँ। के छ अनि यहाँको सेवा सुविधा, खाना बस्न अनि के सुविधा छ त्यो पनि सबै हाम्रो दर्शकहरूलाई भनिदिनु पर्यो। यहाँ चाहिँ अब हामीले के गरेका छौँ भने मान्छेलाई धारा पर्यटकीय पदमार्गको हिसाबले हामीले मुख्यतः आउने पर्यटकीहरूलाई सेवा सुविधा दिनको लागि बस्न, खाना र सुत्नको लागि व्यवस्था र नास्तासहित व्यवस्था गर्ने उद्देश्यले हामीले यो एउटा मिराकल एउटा सानो होमस्टे बनाउन सफल भएका छौँ। र यसमा चाहिँ हामीले पाहुनाहरूलाई धारासम्म आवत जावत गर्न र सबैलाई सहज होस् र बस्न बिचमा आएर कहाँ बस्छौँ, के खाने, कहाँ बस्ने भन्ने खालको मान्छे मनस्थिति नपरोस् भन्ने उद्देश्यले हामीले यो व्यवस्था गरेका छौँ। अहिले चाहिँ भौगोलिक विकटताका कारणले गर्दा मान्छेलाई आवत जावत गर्न अलि असहज भएको हुनाले हामीले बाटो अलिको एक्सेस राम्रो नभएको हुनाले त्यो चाहिँ अलि मान्छेको आउने क्रम चाहिँ कम भइरहेको छ। हिजोबाट हामीले पालिकाको मेसिन लगाएर बाटो ओपन भएको छ। अब जहाँसम्म मान्छेहरू आउने जाने चाहिँ क्रम जारी होला भन्ने मलाई लागिरहेको छ। र यो मुख्यतः धुगलात धारा पर्यटकीय द्रुत मार्ग भनेर हामीले यसलाई चाहिँ यसरी नामाकरण गरेको भइदिए अझै रारा पर्यटकहरू आउने काम चाहिँ अनि सहज हुन्थ्यो र आउँथे भन्ने मलाई लागिरहेको छ। यसले गर्दा के हुन्छ भने राज्यलाई पनि फाइदा हुन्छ र यहाँका स्थानीय बजारहरूलाई पनि अलि व्यापारको माध्यम बढ्छ भन्ने मेरो एउटा विश्वास छ। ठिकै छ अहिलेसम्म। अनि यहाँ आउँदै गर्दाखेरि हाम्रो मिराकल होमस्टे जुन छ यहाँ हामीले स्पेसल यहाँको हाम्रो विशेष चिनारी चाहिँ के पाउँछन् यहाँ हामीले? के छ भने हामीले विशेष त हाम्रो जोर के हो भने यहीँकै स्थानीय लोकल प्रोडक्टहरू, यहीँकै स्थानीय जौ, कोदो, फापरहरू, मकैको ढिँडोहरू, कोदाको ढिँडोहरू र यहीँकै अर्ग्यानिक सिमी, आलुहरू, स्याउहरू नै खुवाउने हाम्रो मुख्य उद्देश्य हुन्छ यसको होइन यो होमस्टेमा। तर मान्छेको बुझाइ, मान्छेको एउटा त्यो भित्रै अन्तरात्मादेखि के छ भने त्यस्तो कुरालाई खाने कुरालाई भन्दा पनि बाहिरी बजारीय खानेकुरालाई नै बढी प्राथमिकता दिने मान्छेको त्यस्तो देखिन्छ। अहिलेसम्म आउँदा धेरै मान्छेहरू आवत जावत पर्यटकहरू आउँदै गर्दा उहाँहरूले यहाँको अर्ग्यानिक खाना के पाउँछ हामीले त्यही बनाइदिनुहोस् भनेर कसैबाट पनि त्यो सोधेको मैले सुन्न पाएको छैन। तर हाम्रो उद्देश्य चाहिँ के हो भने यहीँकै स्थानीय प्रोडक्टहरू, यहीँकै लोकल खानाहरू खुवाउने, अर्ग्यानिक खाना खुवाउने हाम्रो उद्देश्य हो। तैपनि मान्छेको इच्छा आकाङ्क्षा अनुसार हामीले खुवाउने हो। ठिकै छ, हाम्रो उद्देश्य भनेको खास यहीँको अर्ग्यानिक खुवाउने हो। अब हजुर स्थानीय सरकार जुन पहिलो स्थानीय सरकार 2074 सालको वडा नम्बर 1 को हजुर निर्वाचित वडा चाहिँ हुँदै गर्दा त्यति बेला तपाईँले दिने सेवा र अहिले यो व्यवसाय हिसाबमा दिने सेवालाई कसरी हेर्नु भएको छ? त्यो यो त मैले के भने एक नम्बर त यो सेवा भन्ने कुरा नै धेरै महत्त्वपूर्ण कुरा छ। हजुर, या राजनीति हिसाबले सेवा गर्ने कुरा होस् या व्यवसाय हिसाबले सेवा गर्ने कुरा होस्, हजुर, सेवा भन्ने कुरा सबैमा त्यो कुराले नै धेरै कुरा अर्थ लिन्छ। तर राजनीति सेवा र अब यो व्यवसायिक सेवामा के बुझ्छन् भने मान्छे व्यवसाय भनेको पैसा कमाउने हो भन्ने बुझ्छन्। अनि राजनीति सेवा भनेको पनि पैसा कमाएर नै सेवा दिने हो भन्ने बुझ्छन्। तर मेरो यसमा बुझाइ फरक हुन्छ होइन। सेवा भनेको राजनीति भनेको निस्वार्थले एउटा सेवा दिने, एउटा जनताको जनअपेक्षा, जनताको समस्या, जनताका मर्म भावनासँग जोडिएर दिने, जनताका विकास निर्माणदेखि लिएर हरेक समस्यासँग जोडिएर दिने सेवा चाहिँ एउटा सेवा हो भन्ने हुन्छ भने अब यो व्यवसाय हिसाबले दिने सेवा चाहिँ अब उहाँहरूको अपेक्षा जस्तै ग्राहकहरूको, जस्तै पर्यटकहरूले खान चाहेको, सुत्न चाहेको कोठा, खान चाहेको खानेकुराहरू के छ उहाँहरूको मनस्थिति भावनालाई बुझेर उनलाई सेवा दिएर चाहिँ सेवा दिने कुरा चाहिँ फरक हुने रहेछ। मलाई लाग्छ जसरी भए पनि एउटा जिन्दगीमा मान्छेलाई सेवा दिने एउटा अवसर हिजो निर्वाचित हुँदा पनि अहिले एउटा व्यवसायमा जोड्दा पनि सबैलाई
सबैसँग हातेमालो दाजुभाइ आफन्त सबैसँग हातेमालो गर्ने बसउट गर्ने एउटा माध्यम र सेवा गर्ने अवसर पाइएको छ। म यो मानेमा चाहिँ खुसी छु। धन्यवाद। तपाईँको व्यवसाय एकदमै फस्टाइँदै जाओस्। जुन किसिमको एउटा ठुलो उद्देश्य लिएर यहाँको स्थानीय यहाँको उत्पादनलाई एउटा प्रमोट गर्ने पर्यटकीय एउटा यहाँको संस्कृति संस्कार यहाँको जुन पर्यटकीय क्षेत्र टुरिज्म क्षेत्र जुन त्यो किसिमले जुन एउटा त्यसको विकास गर्छु भनेर लाग्नु भएको छ। यसमा हाम्रो पनि सक्ने जति साथ सहयोग छ। सधैँ हजुरको व्यवसाय फस्टाओस्। हजुरलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। आदरणीय दर्शकहरू पक्कै पनि तपाईँले हेर्नुहोस् देख्न सक्नुहुनेछ यहाँ सिधै यो चाहिँ गाडी पार्किङको व्यवस्था छ। यो सर र हामी चाहिँ गाडी ल्याएर यहाँ आउन सक्छौँ। यहाँ पुरै यसरी बस्न सक्ने खुल्ला वातावरण मजाले हेर्नुहोस्। यहाँको लोकलको कुरा चाहिँ हामी यसको पनि हामी चाहिँ स्वाद लिन सक्छौँ। बस्ने आनन्दको व्यवस्था अनि सिधै तपाईँको गाडी पार्किङ यहाँ रारा जाँदै हुनुहुन्छ भने तपाईँ आउँदै हुनुहुन्छ भने खतेड गाउँपालिका वडा नम्बर 1 मा रहेको मिराकल होमस्टेमा चट्ट तपाईँको आफ्नो गाडी ल्याएर सरक्कै यहाँबाट आएर चाहिँ तपाईँ यहाँ चाहिँ पार्किङ गर्न सक्नुहुन्छ। आफ्नो गाडी यहाँ छोड्ने यहाँबाट 3 घन्टा जति करि पनि हिँडेपछि रारा पुग्न सक्नुहुन्छ र त्यसपछि तपाईँको फेरि आफ्नो फिर्ता भएर आफ्नो चाहिँ जुन तपाईँको मोटर जुन साधनहरू चाहिँ लिएर चाहिँ आफ्नो गन्तव्यस्थान फर्किन सक्नुहुनेछ भनेर म यहाँलाई जानकारी गराएँ। एकचोटि पुग्नै पर्छ सबैजना मिराकल होमस्टेको स्वाद लिनै पर्छ है त। साथीहरू आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। अब नेक्स्ट टाइम कस्तो भिडियो ल्याउँदा चाहिँ राम्रो होला त्यसको लागि पनि सुझाव सल्लाह दिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अहिलेसम्म हेर्नुभयो सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जे जति माया गरिराख्नु भएको छ यो मायाभन्दा अझै बढाइदिनु होला, सधैँ माया गरिदिनु होला भनेर म साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। साथीहरू साथै प्रज्वल पारेखी अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है त। सब्सक्राइब पनि गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। ल साथीहरू सबैलाई मिठो माया सम्झना। बाई बाई, टेक केयर।